मुक्तिनाथको यात्राको क्रममा भोगाई सेयर गरिरहँदा एउटा प्रश्न के दिमागमा आउँछ, बाइकले त ट्राभल गर्न मिल्छ कि मिल्दैन मुक्तिनाथसम्म कुरा गर्दा मेरो व्यक्तिगत बुझाइ बाइकले ट्राभल गर्न मिल्छ। सडक ठिक छ, पिच भएको छ, कतै कतै मात्रै अफ रोडहरू छन्। फेरि बाइक कस्तो 150 सीसी भन्दा माथि नै चाहिन्छ भन्ने छैन जस्तो लाग्छ। स्कुटर लिए पनि मान्छेहरू यात्रा गरेको देखिन्छ, अनि 125 सीसीको बाइकले पनि यात्रा गरेको देखिन्छ। होन्डा साइन भयो, स्प्लेन्डरहरूले पनि यात्रा गर्न सकिन्छ जस्तो लाग्छ, किनकि यात्रा गरिरहेको देखेँ मैले। तर बाइकको कन्डिसन चाहिँ सहज अलि राम्रो हुनुपर्छ। बाटो बाटोमा त्यो मोबिल चेन राख्नेदेखि लिएर चेनहरू यसो हेर्ने कुराहरू ध्यान दिनुपर्छ। त्यो बाइकले चाहिँ ट्राभल गर्न मिल्छ, सहजै छ, त्यस्तो गाह्रो चाहिँ छैन। जुन बाइकले भए पनि यात्रा गर्न मिल्छ। बाइकको कन्डिसन राम्रो हुनु पऱ्यो, स्कुटरको कन्डिसन राम्रो हुनु पऱ्यो, जुन साधनले यात्रा गर्दैछ त्यो कन्डिसन चाहिँ राम्रो हुनु पऱ्यो। बाइकले चाहिँ मुक्तिनाथ यात्रा गर्न चाहिँ सकिन्छ।